Hello guys, good morning. Welcome to my new vlog. बात चाहिँ मेरो चाहिँ बल्ल भएको छ। कति बज्यो? बिहानको 11 बज्न लागिसक्यो। घर कोही पनि हुनुहुन्न। खाना बनाएर रेडी भयो। अनि बुवाहरू त मिलमा जानुभयो। बुवा आमा चाहिँ खेतमा जानुभयो। मेरो हस्बेन्ड चाहिँ जानुभयो वालिङतिर। त बस्नुहुन्छ के अनि सानो नानी सुती छन्, ठुलो नानी स्कुल गइन्, खाना खा छैनौँ, बाहिर चाहिँ घाम लाग्छ। आजको दिनको सुरुवात चाहिँ मेरो यस्तै छ। हाम्रो चाहिँ बल्ल घाम लाग्छ। बिहान यत्रो लुगा धोएर धोको, उता पनि छ लुगा। जाडोमा चिसो पानी लुगा धुँदा त गाह्रो हुने रहेछ साथीहरू। यस्तै छ। रेडी भइन्। आज बाबुलाई त वेट नापी गर्ने रे। कति किन्छौ तिमी? के गर्ने छौ? घुङ र त खुसी भएर ल हामी जान्छौँ है त। म तल स्कुलमा उतै भएर भेटौँला। हामी हिँड्यौँ। कहाँ हिँड्ने गरे र त हाँसेको। हामी गयौँ है त। हामी हिँड्दैछौँ। रमाएर 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 रमाएको भएर बाबु। यस्तो बाटो छ। घरहरू सबै बाँसै बाँस। बाँसघारी भन्न नपर्ने हो कि पर्ने हो? धारा छ। यिनीहरू घरतिर पनि हाम्रो घरतिरबाट आउने हो पानी। बाटो यस्तो छ। नरुनी आइछ आज। पिङ झुला झुले चाहिँ भयो होला नि। आम्लो चुसेर दाँत आउनु लाग्यो कि मुखमा अम्ला हालेर टोकेको गर्छ। रात पर्सी भुजा खान्छन्। भोक लाएर 1 गिलास भुजा, 1 कटौरा भुजा। भात कुन पेटमा खाने हो त नि? थियो नि भात पनि नखाइदिएपछि के गर्ने हो? यी त भुजा खाने मान्छे हो कि भुजा। साँझ परेपछि भुजा खाने स्कुलबाट आएछ। सेतो क्या 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 बैतलो बैतलो क्या 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 कलर मन पर्छ। बेला भयो। नानीलाई सुई लाएर आएपछि एकछिन आराम गरेर
साँझ परिहाल्छ है आजभोलिको दिन एकैछिनमा साँझ परिहाल्छ। अनि हजुरकोतिर आज के सब्जी छ त? पख म आए। हाम्रो चाहिँ यहाँ सिमी आलु अनि कोदोको रोटी। अनि हजुरहरूलाई मेरो ब्लग कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। आजको ब्लग कस्तो लाग्यो त्यो पनि भन्नुहोला। यस्तै पारिवारिक भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएन भने सब्सक्राइब गर्नुहोला। सब्सक्राइब गर्नुमा छ भने हेर्दै जानुहोला। आजको लागि यति नै। फेरि अर्को दिन नयाँ दिनका साथ नयाँ भिडियोमा भेटौँला। गाइज बाई।